नमस्ते अनि फेरि पनि हजुर सबैजनालाई मेरो भिडियोमा स्वागत गर्दैछु। म एकताले आशा गर्छु हजुर सबै सन्चै हुनुहुन्छ, हामी पनि सन्चै छौँ। गाइस एकदम रेडी भइसकेँ म अब घरको पूजा गर्ने अनि निक्लिने। अरू पनि जानुहुन्छ, काकीहरू आउँछ, सबै थोक देखाउँछु आज। प्लिज भिडियोलाई स्किप नगरेर अन्तिमसम्म हेर्नु होला। गाइस अहिले साउन परेको थियो नि त, हाम्रो पहिलो साउन पनि दोस्रो साउनको सोमबार पनि हामीले चाहिँ पूजापाठ गर्ने पाइनौँ, किनभने हाम्रो जुठो परिरहेको थियो र आज चाहिँ हिँडेका फ्यामिलीले अनि कहाँ कहाँ पुग्छौँ सबै थोक देखाउँछु भनिरहेको छु। र अब म स्टेरिङमा पनि बसिसकेको छु। अनि गाइस यता बाबा देख्नुहुँदैछ, म अनि अघि पछाडि मम्मी अनि भाइ अनि काकी पनि आउनुहुँदैछ गाइस। अनि पहिले चाहिँ अब गाडीलाई खाना खिलाउनु पऱ्यो नि त, र त्यसैले हामी पेट्रोल पम्पमा छौँ। अनि यहाँ अलिक बजार गर्न छ गाइस। यो चाहिँ हाम्रो यहाँको पेट्रोल पम्प देख्नुहुँदैछ तपाईँहरूले। धौला बजारको बिहानको सिन हो गाइस, देख्नुहुँदैछ बासहरू सबै लागिरहेछन्। अनि गाइस बिहानको सिन देख्नुहुँदैछ, पाट टिप्ने दिदीहरू पनि यसो टोकरी लिएर पाट टिप्न जानुहुँदैछ। अनि काकी पनि आइपुग्नु भयो हाम्रो, ती बजारमै आउनुभयो थियो, म देखाउन चाहिँ मिलेन। अनि हाम्रो यो धौला सदी ब्रिजको बिचबाट 100को स्पिडमा हामी चाहिँ जाँदैछौँ गाइस। अनि यो हरियाली पनि हेर्दै हेर्दै जाँदैछौँ। अनि गाइस म त एकदम बच्चामा आएर थिएँ नि त यहाँ पाथिभरा, र अहिले चाहिँ के कसो भयो थाहा छैन। पाथिभरा शक्तिपीठ हो। अब जाउँ, अब फाइनली हामी आइपुग्यौँ गाइस। यही हो पाथिभरा शक्तिपीठको मेन गेट। अनि फाइनली हामी आइपुग्यौँ पाथिभरा मन्दिर। अनि उता काकी मम्मी भाइ आउनुहुँदैछ। अनि यता देख्नुहुँदैछ मान्छेको घरहरू पनि रहेछ। अब म सबै थोक देखाउँछु आज तपाईँहरूलाई। मन्दिर चाहिँ भिड छ, मन्दिर चाहिँ कस्तो जग्गामा रहेछ भने म देखाउँछु। यहीँदेखि टल्किरहेको छ गाइस मन्दिर। हामी चाहिँ अब तपाईँले कहाँ छ भन्नुहुन्छ होला, छेउमा गएर चाहिँ थाहा पाउनुहुन्छ मन्दिर चाहिँ यो भन्ने कुरा। किनभने मन्दिर भनेपछि हामीलाई यस्तो फिल हुन्छ ठुलो ठुलो अग्लो त्रिशुलहरू भएको किबाकिबी लगाएको फोटोसुट लगाएको भन्नुहुन्छ होला, त्यस्तो केही पनि होइन। यहाँ चाहिँ पाथिभरा शक्तिपीठ चाहिँ अलिक अनोखा छ गाइस। अनि देख्नुहुँदैछ हाम्रो काकी मम्मी भाइ पनि आउँदैछ। गाडी चाहिँ त्यतै राख्नु पऱ्यो, किनभनेपछि बाटो चाहिँ सानो रहेछ, लामो लुङलुङ्गे बाटो जाँदैछौँ। अब हामी चाहिँ बाबा सिपल्ली जानुभयो। यही हो गाइस मन्दिर देख्नुहुँदैछ। आज चाहिँ बहुत वर्षको मेरो मम्मी बाबा भाइ घरको परिवारकै एउटा इच्छा पूर्ण भयो। यहाँ आउन चाहिँ धेरै इच्छा थियो र त्यो इच्छा पूर्ण भयो भन्नुपर्छ। अनि गाइस कुरा एउटा हामीले चाहिँ मैले धार्मिक एउटा भिडियो भेटेँ, त्यसमा चाहिँ के थियो भने जति सकिन्छ मन्दिर जाँदाखेरि भित्र पस्दाखेरि नै जति मन त्यति घन्टी बजाउनु भने निक्लिँदाखेरि चाहिँ नबजाउनु भनेर भिडियो एउटा भेटिरहेको थिएँ। आजकल त हजारौँ भिडियो भेटिन्छ, धार्मिक सत्य हो होइन थाहा छैन, तर पनि म त्यो चाहिँ कुरा चाहिँ फलो गर्छु। त्यही लागि म पस्ने बेलामा चाहिँ जति सक्छु त्यति घन्टी बजाउँछु। अनि हजुरलाई देख्नुभयो यो भित्रको पसेर यस्तो छ पाथिभरा शक्तिपीठको एउटा जुन एकदम सदियापमै ख्यात छ हाम्रो पाथिभरा मन्दिर। र त्यहाँ आज आउने भाग्य मिल्यो र देखाउँदैछु सबै त हजुरलाई देख्नुहुँदैछ। यहाँ सबै भगवान्लाई नै मान्नु हुँदैछ। यहाँ सबै भगवान्कै फोटो मूर्ति छ। अब अर्को कुरो चाहिँ के हो भने सबै थोक माने पार्ट छ, यहाँ पार्ट लिएर छ। र पहिले म सबै देखाइदिन्छु भन्दैछु। यता चाहिँ मम्मीहरू पूजाको लागि तयारी गर्नुहुँदैछ, दियो बाती सबै थोक लिएर प्रसादीहरू सबै थोक ठिक पार्नुहुँदैछ। र अहिले हजुरबाले हामीलाई पूजा गराइदिनुहुन्छ। हामी जतिजना गएका थियौँ, माने त्यो त्यहाँको रुलै रहेछ, जो पनि आउनुहुन्छ त आफ्नो मुताबिक पूजा गरेर आउने होइन, उहाँ पढिदिनु हुँदो रहेछ, के भनिदिनुहुन्छ। अनि त्यस हिसाबले हामीले पूजा गर्दै जानुपर्दो रहेछ, कारण सबै थोकको नीति नियम हुन्छ नि त। नीतिको अब नीतिको द्वारा अब गयौँ भने चाहिँ सबै राम्रो हुन्छ भन्छ नि त। र अनि अर्को कुरो के राम्रो लाग्यो यहाँ भने यहाँको डिसिप्लिन चाहिँ अति नै राम्रो रहेछ सबै थोकमा। माने अब यहाँ त्यहाँ पार्ट जसरी मन्दिर देख्नुहुँदैछ पूजाको रुम त्यसरी नै पूजा गर्ने पनि रहेछ। र पछाडिको देख्नुहुँदैछ दृश्य पछाडि पनि मैले गरेँ, यहाँ थोरै अब शिवलिङ्ग नै भनौँ न, त्यो शिवलिङ्ग पनि रहेछ। अनि यो मन्दिर चाहिँ साह्रै ओभरबाट यसरी हाफ वाल गरिदिनु भएको रहेछ। पर देख्नुहुँदैछ टोइलेट बाथरुम पनि रहेछ। अनि यता यज्ञ गर्ने पनि रहेछ, यहाँ देख्नुहुँदैछ जागयज्ञ पनि हुँदो रहेछ। आई थिङ्क बिहे पनि हुन्छ होला यहाँ चाहिँ, मलाई थाहा भएन त्यो चाहिँ। अनि यही हो हाम्रो आउनुको आज धेरै नै ठुलो रहर थियो, रहर भन्नु पऱ्यो। बहुत पहिलेदेखिबाट सोचेका थियौँ आउँछौँ भन्दै अनि आउन मिलेको थिएन। र आज भगवान्ले बोलाउनु भयो फाइनली हामीलाई। र साउनको महिना पहिलो सोमबार दोस्रो सोमबार पनि त्यसै नै बित्यो, मैले अघि पनि भनिसकेको छु। हाम्रो जुठो परेको थियो र हामीले अति नै राम्रो तारले
आज यहाँ आएर पूजा गर्न पाइयो। तर पूजा गरेको मैले केही भिडियोहरू गर्न पाइनँ, कारण फर्चुनेटली हामीसँग कोही क्यामेराम्यान पनि हुनु थिएन। सबै पूजामा बसेका थियौँ, मम्मी बाबा म भाइ काकी सबैजना। र कसलाई भन्नु भनेर पूजा गर्नेको टाइममा चाहिँ म गर्न पाइनँ भिडियो। र म गर्थेँ भने चाहिँ अति नै राम्रो हुन्थ्यो, किनभने जुन चाहिँ सिस्टमले यहाँ पूजा हुँदो रहेछ नि, देखेर नै मन नै शान्ति हुने खालको रहेछ। कारण पार्ट वाइज यस्तो राम्ररी पूजा गराइदिनु हुँदो रहेछ बाले, राम्रो लाग्यो। अनि आज साउन महिनाको दोस्रो सोमबार गएर पनि आज मङ्गलबार परिसकेको थियो र हामीले आज आउने मौका पायौँ। खुसी छौँ धेरै, सबैभन्दा धेरै त हाम्रो मम्मी नै खुसी हुनुहुन्छ, किनभने बहुत दिनको धोक्रो थियो। म त बचपनमा सानैमा एकखेप आएर थिएँ काकीसँगै, र यो दोस्रो हो। मेरो भाइ बाबा मम्मीहरूको त पहिलो टाइम हो। जे किन होस्, आज म यहाँको चारैतिरको सबै थोक दृश्य हजुरलाई देखाउँदैछु। हजुर पनि आउनु होला यहाँ, एकदम शान्ति लाग्छ, साँच्चै भन्दैछु म। अब सबैलाई हो भने थाहा छैन होइन, मलाई चाहिँ जता पनि मन्दिर भनेपछि चाहिँ जाउँ लागिरहेको हुन्छ। र यहाँ आउन पाइयो यो वर्षको। अब कतै पनि गएका थिएनौँ, हजुरबाको काम सकेको थिएन र हजुरबाको वर्ष दिन पनि भइसक्यो। र अहिले हामी पुरा मुकली भयौँ र अब हामी यता सबैतिर पूजापाठ गऱ्यौँ, देख्नुहुँदैछ। बाहिर पनि यताउति सबैतिर हेऱ्यौँ कस्तो के रहेछ, सबैतिर गऱ्यौँ। बाबाले उहाँ गएर साफसिक्कन पनि गर्नुभयो। अनि हामीले उहाँ गयौँ, टिको लगायौँ, अनि दाना बदुहरू सबै थोक बान्यौँ। अनि यता हाम्रो बा देख्नुहुँदैछ, उहाँ हुनुहुन्छ बा पूजा गराउने गुरुजी बा। अनि उता हजुर आमै बा, उहाँहरूको घर चाहिँ यी छेउमै रहेछ। हामी उहाँहरूको घरमा पनि पस्यौँ। अनि जे किन होस्, एकजना यति बुढा मान्छे भएर पनि यति यहाँ राम्रो राख्नुभएको रहेछ सबै थोक। अनि एकदम पूजापाठको तरिका पनि अति नै राम्रो लाग्यो यहाँ आएर। र यता आइराख्नुपर्छ बिचबिचमा होइन। र हामी पनि मौका आइयो। अनि भाइ पनि अहिले टिको लाउँदैछ, तिलक लाउँदैछ। अनि साथै यहाँ दाना बदु सबै थोक बानियो। अनि अब धोक्रो एउटा पुरा भयो आज हाम्रो। हरि ओम सर्वै मङ्गलाय मङ्गले सर्वे शिवे सामिते शरणं नेत्रं गौरी नारायणी नमस्तुते। यो कान्छी गाइस, मम्मीले घरबाट सोचेर आउनुभएको थियो। अनि यहाँ पहिलो टाइम जाँदैछु जब, केही चढाएर आउँछु भगवान्लाई भनेर चाहिँ यता एउटा गामचा लिएर आउनुभएको थियो, चढाउनु भयो बाबाले। अनि गर्मी पनि हुँदै थियो गाइस। अनि म तपाईँलाई अब यहाँबाट जाने टाइम हुन आँट्यो र एकखेप देखाउँछु भित्रको। हेर्नुहोस् कस्तो सिस्टममा छ, सबै थोक आउँ लागिरहेको छ गाइस होइन। ल बा भाइले चाहिँ यता परे बेला खाना खुवाउँदैछ गाइस। हामी यहाँ पूजापाठ गरिओरि अब चाहिँ हिँडेका। देख्नुहुँदैछ यो मन्दिर चाहिँ पुरा हरियालको बिचमा छ, माने यता सबै खेती लाउनु भएको छ अहिले। खेतीहरूको बिचमा पर देख्नुहुँदैछ मन्दिर। अब यो मेरो चाहिँ सेकेन्ड पालि हो। म पहिले एकदम बच्चा थियो देखिरहेको थिएँ। अनि योपट्टि चाहिँ सेकेन्ड टाइम हो, मम्मीहरूको चाहिँ फर्स्ट हो। अनि अब हामी फेरि आउनुपर्छ, यस्तै हो। अब चाहिँ हामी जाँदैछौँ, कहाँ पुग्छौँ हेर्दै जाउँ गाइस। यहाँबाट चाहिँ हामी हिँडेका। अब जाने काकीको माइत, सब देखाउँछु आज, हेर्दै जानु होला मलाई। अनि गाइस हामी चाहिँ अब लाग्यौँ भित्र बाटो रहेछ र काकीको माइत जाँदैछौँ अहिले चाहिँ हामीहरू। अनि यता गाडी अलिक पराउ राखेर, अलिक छायामा राखेर हामी चाहिँ मम्मीहरू चाहिँ अगाडि जानुभयो। म चाहिँ लक्ष्य गरेर अब जाँदैछु, काकीको घर आइपुग्यौँ। अनि एउटा कुरा गाइस, यो घर देख्नु पनि त्यस्तै छ गाइस। यहाँको घर सबै एउटै खालको छ। यहाँको चाहिँ काकीको माइत चुनपुराको चाहिँ। अनि देख्नुहुँदैछ नि काकीको माइत हो। अनि आयौँ, मम्मीहरू चाहिँ अलिक छिटै आइपुग्नु भयो नि, सबैजना यता हुनुहुन्छ भित्रै। डन उसको माउलोमा छिन हामी चाहिँ भेट गर्न आएको आज। अनि हामीसँग जान्छौँ अरे हो नि। अनि यता चाहिँ काकीको माइत र उसको माउलो। अनि गाइस हाम्रो बुनु चाहिँ भने काकी छोरी चाहिँ त मामा घरमा के छ भनेर देखाउँदैछ। देख्नुभयो यहाँ गाई छ। अनि फेरि यता आर्ट होम्स जुन चाहिँ के भन्छन् केसुहार बनाउनको लागि मामाले बनाउनु भएको रहेछ। अनि यता मामाको फार्म पनि रहेछ, अनि त्यो पनि देखाउँदैछन् आज बुनु सबैतिर। अनि यता मिल पनि छ घरमा, देख्नुहुन्छ हरियाली छ सबैतिर, आम्लोकी गाछ तामुल गाछ बाटो बुनु देखाउँदैछन्। अब गाइस हामीहरू चाहिँ 8 नम्बर आइपुग्यौँ। अनि अहिले हामी गाडीभित्र बसिरहेका छौँ। बाबा चाहिँ 8 माइल आइपुग्यौँ।
भाइ मम्मी बाबा जानुभएको छ होटेल केही ल्याउन। सो गाइस अनि हामी चाहिँ कहाँ आयो भन्दाखेरि अहिले देख्नुभयो सबैजना नामिसक्नुभयो म पनि नाम्छु पो। अहिले चाहिँ हामी आइपुग्यौँ बैरागी मठ। बैरागी मठ कहाँ छ भन्दाखेरि चाहिँ सदियामा छ, सदिया 7 माइलमा छ बैरागी बाबा थान। यहाँ आइपुग्यौँ अनि सबैले सुन्दैछ। अहिले चाहिँ अलिक गर्मी धेरै भएर मान्छेहरू कम्ती हुन्छ नभए यहाँ प्रसादीहरू दियोस् यो बाल किन्ने बेच्ने मान्छेहरू देखिनुहुन्छ। अनि यहाँ अहिले मम्मीले पनि कुरा लिनुहुँदैछ। भिडियो हेर्ने धेरैजना हुनुहुन्छ होला, यहाँ आइ नपुग्नु भएको आउनु होला, भिजिट गर्नु होला होइन। मठ मन्दिर भनेको सबैतिर एउटै हो, सबैतिरको जान्नुपर्दो रहेछ कस्तो देख्नुहुँदैछ। ठुलो छ एरिया यहाँको चाहिँ एकदम पुरा गाडी साडी भित्रै पार्किङ गर्ने खालको पनि छ। अनि देख्नुहुँदैछ ठुलो एरिया छ, यताउति सबै थोक सुविधा पनि छ। यी छेउमा नरिवलको गाछहरू देख्नुहुँदैछ पुरा राम्ररी छ सबै थोक। अनि यहाँ चाहिँ हामी आइरहेको छौँ गाइस। छेउमै ट्युबवेल अनि टेप्सहरूको सुविधा छ, त्यहाँ हामी हात खुट्टा धोएर आएर। अनि म त्यही सेम कुरो यहाँ पनि पहिले पस्ने बित्तिकै मैले घन्टी धेरै बजाएँ। अनि मेरो योभन्दा पहिले अपलोड गरेको भिडियो हजुरहरूले हेर्नुभएको छैन भने मेरो युट्युब च्यानलमा गएर हेर्नुहोस्। यहाँ के चल्दै थियो हिजोको भनेर चाहिँ मैले मजाले हालेको छु गाइस। अनि यता चाहिँ हामी पूजा गर्नको लागि बस्यौँ। यहाँ त्यही राम्रो लाग्छ चाहिँ यहाँको पण्डितजी जो हुनुहुन्छ उहाँ आसामिस हुनुहुन्छ, उहाँले एकदम राम्ररी पढिदिनुहुन्छ, राम्रो लाग्छ। अनि यता बाले अब हामीले पूजा गरिदिन आँट्नुहुँदैछ, मम्मी ठिक पार्नुहुँदैछ। আমি তো আহোঁতে দেখা পাই আছোঁ, ডেইলি আহি আছোঁ হয় নহয়, তেৰাই থৈছে। আমি ক'বহে পাৰোঁ যাম ক'লে কি হ'ব, নাযাম ক'লে কি হ'ব। এজনে বৰদ খাই চুচুৰি বাগৰি তালৈকে যায় ক'ত মৰিম কেতিয়া মৰিম। गाइस यहाँको पनि पूजापाठ सकियो, टिको सिको अनि साथमै दानाबोधहरू यहाँ पनि बाँधिदिनु बाले। अनि एकछिन बसेर हिजोको भिडियो हेर्नुहोस् अनि थाहा पाउनुहुँदैछ के भएको रहेछ भनेर। यहाँ अनि यहाँ कीर्तन चल्दै थियो, त्यो कीर्तनमा पनि एकछिन भाग लियौँ हामीले, कीर्तन गायौँ। अनि त्यसपछि हामीले यहाँबाट चाहिँ हिँड्यौँ। अब आइराखिन्छ यहाँ चाहिँ धेरै भिडियो भेट्नुहुन्छ हामीलाई चाहिँ। यहाँ आए प्रत्येक चाहिँ एकदम पुरा एक टोप्ला प्रसादी मिल्छ। अनि हामी यहाँबाट हिँड्यौँ। अब देखाएर चाहिँ हेर्नु कति राम्रो देखिएको छ यहाँको लास्ट भ्यू। धन्यवाद, भिजिट एगेन भनेर चाहिँ होइन। अनि गाइस गाडी चाहिँ यता राखेर हामी आयौँ हाम्रो खेम ढाबा। आयौँ हामी यहाँ खेम ढाबा। फ्यामिली आउटिङ पनि भन्न मिल्छ, किन भन्दा चाहिँ हामी कहीँ गएकै थिएनौँ गाइस। 2-3 वर्ष भयो, बाबाले त कहिले छुट्टी पाउनु नि हुन्न, पाए पनि कहीँ जानु हुन्न हामीसँग। र योपालि चाहिँ अब मौका पायौँ। अनि गाइस हाम्रो खाना पनि आयो। खाना भन्नाले रोटी तड्का अनि चनाको सब्जी, अचार थियो 2-3 थोक, मस्त तालले रोटी सब्जी खायौँ यी हामीले। अब कस्तो गर्मी पनि छ नि त होइन, यत्रो पर गयौँ। बिहान नै निक्लेको 8 बजे, नियल त 1-2 बजिसक्यो, भोक पनि लाग्यो। खाइपी अगाइयो। अब हामी अन्डा वे टु घर। अब हामीले चाहिँ यस्तो लेठा मारेका घर पुगेर पकाएर गरममा भनेर पुरा रोटी खाइयो। अब त्यो खाना पाइएन, साउनको महिना हेर्नु बाबा पुरा तामा होटेल कस्तो फेरि नि गाइस। आज दोडा मन्दिर पस्यौँ, आफ्नो मान्छेको घर पस्यौँ, यताउता गयौँ, खायौँ, बहुत राम्रो लाग्यो। फ्यामिलीसँग आज फ्यामिली आउटिङ मजाले बनाएँ। अनि भिडियोलाई पनि धेरै माया दिनु, हेरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ।